यहाँहरू सम्पूर्णलाई नमस्कार भन्न चाहन्छु। हिजो आज चाहिँ चुनावी माहौल एकदम चलिरहेको हुँदाखेरि चाहिँ यसैबिच चाहिँ के भनिरहेको छ भन्दाखेरि चाहिँ हाम्रो चाहिँ सुदूरपश्चिम र अथवा कर्णाली प्रदेशको व्यक्तिहरूलाई चाहिँ त्यो राष्ट्रपालाई भोट नदिँदाखेरि चाहिँ सुदूरपश्चिम अथवा अछाम के अरे सुदूरपश्चिम अथवा चाहिँ हाम्रो कर्णाली प्रदेशको मान्छेहरू सब भेडा हुन् भन्ने भइरहेछ। कुनै ठाउँमा होलान् राम्रोले हार्यो होला हैन, तर सबै ठाउँमा राष्ट्रपा नै अगाडि राम्रो छ भन्ने प्रमाण छ र भने कुनै ठाउँमा अरू व्यक्ति पनि त राम्रो होला नि। ठिक छ, पार्टी गलत थियो तर सबै व्यक्तिहरू त गलत थिएन नि त। भन्छ पार्टी भन्दै तिमीहरू भेडा हो झोलीहरू भन्छौ, अनि तिमीहरू चाहिँ त्यो पुरै त्यो राष्ट्रपा भन्दै पुरै त्यो भेडाहरू भनेर अरूलाई नहोच्याउनु भन्दा त बरु ठिक छ जित्नुपर्छ, हामीले परिवर्तन समाजका साथ अगाडि बढ्नुपर्छ भनेर राम्रोसँगले कुरा गर्दा पनि त हुन्छ नि। अरूलाई किन होच्याएर बोल्नु पर्यो हैन? यसको मतलब त यो भयो नि त तपाईहरूले त तपाईहरूको आमा बुवा दिदीभाइ अथवा दिदी बहिनीहरूलाई पनि त तपाईँको दिदी आमा बुवा नै कि तपाईँ भेडाहरू सम्झिनु हुँदो रहेछ भन्ने यहाँबाट थाहा भयो। किनकि मान्छे होड हालेर भेडा भएनन् के, तपाईँको त्यो बोली छ नि त्यो बोल्ने मान्छेहरू चाहिँ भेडा हो भन्छु कि म हैन। सबैको नेपालमा चाहिँ स्वतन्त्रताको हक छ भन्छन् हैन, जुनले जसले ठिक छ कुनैले गलत गरेर अरूमा हाल्यो होला, तर राष्ट्रपालाई दिने बित्तिकै शिक्षित अनि अरूहरू चाहिँ भेडाहरू भने कस्तो हो र भने यो। अनि बुझेअनुसार त जस्तो कि सबै नयाँ त्यही पुरानोको पार्टीको त त्यही राष्ट्रमा प्रवेश भएको छन्। त्यो कोहीले मान्छे मारेर गएको मान्छेलाई पनि त्यहाँ गएर मतलब टिकट पाएर जित्दाखेरि चाहिँ त्यो चाहिँ राम्रो, अनि अरू पार्टीको चाहिँ नराम्रो भन्ने हुन्छ भने सबैको सम्मान गरेर सिक क्या भाइ बहिनीहरू दिदी आमा बुवाहरू। किनकि सबको अधिकार छ, सबले बोल्न पाउने अधिकार छ। राजनीतिक भनेको अहिलेको लागि होइन, यो हाम्रो भनौँ न हाम्रो पिँढीहरू कति आउने वर्ष पछिसम्मको पनि पिँढी हो के। तपाईँहरूले एक दुई शब्दहरूले त्यो झोले लेख्ने बित्तिकै झोली हो यो डाका हो भनेर नभन्दा हुन्छ क्या हैन। म कुनै पार्टीको समर्थक होइन, तर मैले पुरै जनतालाई भनेको हुँदाखेरि चाहिँ सबैले एउटैमा दाजेको हुँदाखेरि चाहिँ मलाई रिस उठेर बोल्नु बाध्य भएको हुन त मलाई कुनै इन्ट्रेस्ट छैन। म पढ्ने व्यक्ति पनि हो हैन, तर पढ्ने व्यक्ति हुँदा नि त्यस्तो हरकत गर्दाखेरि चाहिँ मलाई रिस उठ्छ कि सबैले एउटैमा दाज्न मिल्छ भने। किन त्यो त्यो चाहिँ पुरै सुन अनि अरूहरूलाई चाहिँ गु भन्न मिल्छ भने यो जुन सोच छ नि तपाईँको अहिले पनि पार्टी भन्दा धेरै ऊ भयो, धेरै नमात्ते हुन्छ कि। पहिला पनि त माओवादी काङ्ग्रेस भन्दै मात्तिरहेको थियो, अहिलेको नतिजा देख्यौ नि। अहिले पनि त राष्ट्रपा भन्दै अहिले पनि त पार्टी र उसमा के फरक देखिया छ र? अहिले पनि व्यक्तिको कुनै यो व्यक्ति राम्रो हो भनेर हेर्नु भएको छ र? तपाईँले खालि पार्टीको मात्रै पर्चा छ, यो व्यक्ति राम्रो छ भनेर कसलाई सपोर्ट गरिरहेछ भन्नु त अचम्म लाग्छ। म चाहिँ सबै मतलब जनतालाई भनेर चाहिँ रिस उठिरहेको होइन। म चाहिँ कुनै पार्टीको चाहिँ झोली होइन। ठिक छ मैले कुनै व्यक्तिको सपोर्ट गर्न पाउँछु, आफ्नो स्वतन्त्र मत राख्न पाउँछु, तर यसको अर्थ यो होइन कि त्यो गु त्यो झोले अनि त्यो भेडा। तपाईँहरू चाहिँ कुन चाहिँ राम्रो काम गरिरहेछ र भेडा भन्नेहरू तपाईँले के गरिरहेछ त्यो देखाउन पहिला। सबैले एउटैले भेडा भन्छ भने रिस उठ्दैन मान्छेलाई? कस्तो पागल हो तपाईँहरू? भेडा भन्ने शब्द याद होस् क्या। भोलि हामी भेडा हो भने त त्यही ठाउँमा त्यो राष्ट्रपाले किन त्यो भेडाहरूको ठाउँमा गएर चुनाव लड्नु पर्यो? किन के गर्नलाई चुनाव लड्यो र भने राष्ट्रपाले त्यहाँ भेडाहरू भएको ठाउँमा किन जानु पर्यो? तपाईँले व्यक्तिको कदर गर्न जाने छैन सबभन्दा पहिला। कुन आधारमा व्यक्तिको कदर? कसले भेडा भनेछ कसलाई गु भनेछ? सबैले एउटै म्याच दिने होइन हुन्छ, सबैले दाजा छ के भेडाहरू भनेर रिस उठ्दैन मान्छेलाई? अचम्म लाग्छ यार। तपाईँहरू जुन शब्द त्यो प्रयोग गर्नुभएको छ नि तपाईँहरू भेडा हो, हेक्कार होस् कसम।